टियु को कन्भोकेसन गाउनको लागि यो बल्खु चोकबाट तपाईहरु थोरै अगाडि कलंकी साइडमा गएपछि एउटा बन्दै गरेको आकाशी पुल देख्नुहुन्छ। त्यहाँबाट चाहिँ तपाईहरु यता भित्र छिरेर एक्जामिनेसन कन्ट्रोलको अफिसमा पुग्नुहुन्छ। तपाईहरुले बाइक यसरी यहाँ पार्किङ गर्न सक्नुहुन्छ र यहाँ एउटा ग्लोबल आइएमबी बैंकको एक्सटेन्सन काउन्टर देखिन्छ। त्यहाँबाट सिडी चढेर थोरै माथि हामी जाने छौं। त्यहाँबाट माथि आइसकेपछि एउटा यो ठुलो ग्राउन्ड देखिन्छ। त्यो ग्राउन्डको परपटि यो एउटा ट्रस्ट देखिन्छ। त्यो ट्रस्टमा चाहिँ हामी जाने छौं। त्यसका लागि तपाईहरुसँग सुरुमा हुनुपर्ने छ यी डकुमेन्टहरु। अनलाइन फर्म भरेर पैसा तिरिसकेपछि हामीले यो गाउन हायर कार्ड पाउँछौं। त्यो अनिवार्य रूपमा लानु होला। पार्टिसिपेन्ट कार्ड पाउँछौं एउटा र गाउन रिटर्न कार्ड चाहिँ पछिलाई चाहिने हो। सुरुमा चाहिँ हामीलाई गाउन हायर कार्ड र पार्टिसिपेन्ट दुईटा कार्ड चाहिन्छ। त्यो लिएर हामी त्यो ट्रस्ट भएको एउटा च्यालमा जान्छौं। म तपाईहरुलाई देखाउन गइरहेको छु। त्यो पनि यो ट्रस्टको झ्यालमा चाहिँ हामीले गएर स्ट्याम्प लगाउँछौं। उहाँले स्ट्याम्प लगाइदिनुहुन्छ। स्ट्याम्प लगाइसकेपछि त्यसैको साइडमा चाहिँ एउटा कोठा छ। त्यहाँ गएर चाहिँ हामीले यसरी गाउन प्राप्त गर्न सक्छौं। भिडियो कस्तो लाग्यो तपाईहरुलाई? राम्रो लागेमा लाइक, सब्स्क्राइब र शेयर गर्न नभुल्नु होला। थ्यांक यू भेरी मच। तपाईहरुले चाहिँ गाउन सँगसँगै यो पार्टिसिपेन्ट कार्ड एउटा पाउनुहुन्छ। त्यसको लागि चाहिँ अब यहाँ गएर लिनु पर्यो। थ्यांक यू।